एउटा यस्तो भाइरस जुन भाइरसको सङ्क्रमणले चाहिँ मानिसमा मृत्यु गराउन सक्ने मृत्युदर चाहिँ 70% सम्म रहेको छ र भाइरसको उपचारका निम्ति चाहिँ कुनै पनि किसिमका उपचारका विधिहरू चाहिँ पत्ता लागिसकेको छैन। प्रिभेन्सन इज बेटर देन क्योर भनिन्छ। आजको यस भिडियोमा चाहिँ हामी रिसेन्टली सबैले सुन्दै आउनु भएको निफा भाइरसको बारेमा कुरा गर्न गइरहेका छौँ। हाई, वेलकम ब्याक टु स्वास्थ्य ज्ञान। स्वास्थ्य ज्ञानको आजको यस भिडियोमा चाहिँ निफा भाइरस भनेको कस्तो किसिमको भाइरस हो, लागिसकेपछि देखिन सक्ने साइन एन्ड सिम्टम्सका विषयमा कुरा गर्नेछौँ भने लाग्न नदिनका लागि अपनाउन सकिने उपायका विधिका बारेमा पनि कुरा गर्नेछौँ। फर्स्ट अफ अल अहिले चाहिँ हाम्रो छिमेकी राष्ट्र भारतको वेस्ट बङ्गालमा चाहिँ 5वटा कन्फर्म केसहरू चाहिँ पत्ता लागिसकेको छ भने नेपाल चाहिँ एउटा पेन्डेमिक पोटेन्सियल राष्ट्रको रूपमा चाहिँ सूचीकृत गरिसकेको छ। सो हामीले चाहिँ आफूलाई रोग लाग्नुभन्दा पनि अगाडि बस्न चाहिँ एकदमै जरुरी हुन्छ। नर्मली चाहिँ निफा भाइरस एउटा जुनेटिक भाइरस हो। जुनेटिक भाइरस भनेको त्यस्तो भाइरस हो जुन चाहिँ एनिमल सङ्क्रमित जनावरबाट चाहिँ मानिसमा सर्ने गर्छ। पिग भयो, सुँगुरको मासुहरूबाट पनि सर्न सक्छ, सङ्क्रमित सुँगुरको मासुहरूबाट। अनि त्यस्तै गरेर फलफुलहरू खाने चमेरोहरूमा चाहिँ निफा भाइरस पाइने गरेको पाएको छ। सो चमेरोहरूबाट कन्टामिनेट फुलहरू अनि तरकारीहरूबाट चाहिँ स्वास्थ्य व्यक्तिहरूमा सर्ने निफा भाइरसबाट बस्नका लागि हामीले गर्न सकिने भनेको चाहिँ तरकारीहरू फलफुलहरू चाहिँ प्रयोग गर्नुभन्दा अगाडि मजाले वास गर्नु पर्यो, मास्क लाउनु पर्यो, ग्लोभ्सहरू लाउनु पर्यो र सङ्क्रमित व्यक्तिबाट चाहिँ टाढा बस्नुपर्ने हुन्छ। यति गर्न सक्नुभयो भने तपाईँले चाहिँ आफूलाई निफा भाइरसको सङ्क्रमणबाट बचाउन सक्नुहुन्छ भने निफा भाइरस लागिसकेपछि त्यसमा देखिने सिम्टम्सहरू चाहिँ एकदम रेन्जमा रहेको छ, जुन चाहिँ साधारणतया कति व्यक्तिमा त सङ्क्रमणको कुनै लक्षण पनि नदेखिने पनि खुलाएको छ भने सङ्क्रमित व्यक्तिहरूमा चाहिँ सामान्य किसिमका रुगाखोकीको जस्तो सिम्टम्सहरू देखिनुको साथै एकदमै म्यासिभ ज्वरो आउने, शरीरको मांसपेशीहरू चाहिँ दुख्ने मात्र नभएर मानिसमा टाउको दुख्ने, वाकवाकी लाउने, बान्ता गराउने र घाँटीहरू दुख्ने जस्तो सङ्क्रमणका लक्षणहरू देखिनुका साथै एकदमै सिभियर न्युरोलोजिकल सिम्टम्सहरू, एकदमै रिङ्गटा लाग्ने, जुममा बहिरहने, कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नुका साथै व्यक्तिमा चाहिँ सिजरहरू आएर कोमासम्म पुग्न सक्ने जस्ता लक्षणहरू देखिन सक्छ। त्यसैले यति खतरनाक भाइरसबाट बस्नका लागि सावधानीका उपायहरू चाहिँ अपनाउनका लागि अनुरोध गर्छु।